हराएको चेक कुनै व्यक्तिले फेला पारेको अवस्थामा चेक फेला पार्ने व्यक्तिले आफ्नै हिसाबले जे मन लाग्छ त्यही तरिकाले हस्ताक्षर गर्यो, आफ्नै तरिकाले रकम भर्यो र ब्याङ्कमा पेश गर्यो भने यस्तो चेक बाउन्स हुन्छ कि हुँदैन? र यसरी बाउन्स गरिएको चेकको आधारमा मुद्दा लाग्छ कि लाग्दैन? र यदि मुद्दा लाग्यो भने यस्तो अवस्थामा अदालतले चाहिँ के गर्छ भनेर मलाई तपाईँहरूले प्रश्न सम्प्रेषण गर्नुभएको छ। यही प्रकृतिको प्रश्न मलाई धेरै साथीहरूले सम्प्रेषण गरिसक्नु भएको छ, तर व्यस्तताको कारण तपाईँहरूको प्रश्नलाई मैले सम्बोधन गर्न सकिरहेको छुइनँ। यसको लागि म क्षमा प्रार्थी छु। आउनुहोस् विषयवस्तुतिर प्रवेश गरौँ। तपाईँले हराउनु भएको चेक अन्य कुनै व्यक्तिले फेला पार्यो र सोही व्यक्तिले रकम आफैले भर्यो, सही आफ्नै तरिकाले गरिदियो भने पनि यस्तो चेक ब्याङ्कमा पेश गरेर बाउन्स गराउन सक्छ। बाउन्स हुन्छ त्यो चेक। तपाईँहरूको अर्को जिज्ञासा छ, यस्तो अवस्थामा कुन चाहिँ मुद्दा चाहिँ लाग्छ? चेक फेला पार्ने व्यक्तिले, चेक बाउन्स गराउने व्यक्तिले चाहेको अवस्थामा जस्तो किसिमको मुद्दा पनि हाल्न सक्छ, तर ती मुद्दाहरू चेक बाउन्ससँग रिलेटेड पनि हुनुपर्छ। अब तपाईँहरूको अर्को जिज्ञासा छ, यस्तो अवस्थामा यस्तो मुद्दालाई अदालतले कसरी हेर्छ त? अदालत आफैले जान्ने भएर यसमा कुनै पनि कामहरू गर्न पाउँदैन, कुनै पनि एक्सन लिन पाउँदैन। यदि अदालत जान्ने भएर आफैले कुनै एक्सन लिन्छ भने यसलाई कानुनी भाषामा जुडिसियल एक्टिभिजम भनिन्छ। अदालत सक्रिय हुन खोजेको भनिन्छ र अदालत सक्रिय हुने कुरालाई विश्वमा आधुनिक कानुनी प्रणालीलाई अवलम्बन गर्ने कुनै पनि देशले स्वीकार गर्दैन। अर्थात् जुडिसियल एक्टिभिजमको थ्योरीले के भन्छ भने अदालत सक्रिय हुनु हुँदैन। आफैले जान्ने भएर अदालतले कुनै पनि काम गर्नु हुँदैन। पक्षको कुरा सुन्नुपर्छ, मुद्दामा आधारित भएर मात्रै अदालतले काम गर्नुपर्छ। मुद्दाका कुनै पक्षले नउठाएको विषयलाई अदालत जान्ने भएर उठाउन पाइँदैन भन्छ यो जुडिसियल एक्टिभिजमको थ्योरीले। त्यसैले अदालतले कसरी हेर्छ भन्ने कुरा भन्दा पनि तपाईँको कानुन व्यवसायीले, तपाईँले राख्नु भएको तपाईँको वकिलले यसलाई कुन तरिकाले अदालतमा पेश गर्छ भन्ने कुरामा भर पर्छ। त्यसैले तपाईँले यदि यस्तो समस्या फेस गरिरहनु भएको छ भने तपाईँले यस विषयमा राम्रो अनुभव भएको कानुन व्यवसायीलाई राख्नुपर्छ र तपाईँको कानुन व्यवसायीले तपाईँमाथि भएको अन्यायलाई कानुन सम्मत रूपमा, तर्कसङ्गत रूपमा, व्यवहारिक रूपमा अदालत समक्ष पेश गर्छ र अदालतलाई सही र गलत देखाउने काम गर्छ। त्यस्तै अर्को प्रश्न छ तपाईँहरूको अन्तिम प्रश्न, यस्तो अवस्थामा फर्जी सही गरेर मुद्दा हालेको अवस्थामा चेकमा उल्लेखित रकम जसको चेक हराएको हो त्यो व्यक्तिले तिर्नु बुझाउनु पर्छ कि पर्दैन भनेर तपाईँहरूले अर्को जिज्ञासा राख्नु भएको छ। यदि तपाईँको कानुन व्यवसायी चलाक भएर तपाईँको कानुन व्यवसायीले सक्रियपूर्वक यस मुद्दालाई अगाडि बढायो र फर्जी सिग्नेचर भयो भनेर तपाईँको कानुन व्यवसायीले प्रमाणित गर्न सकेको अवस्थामा चाहिँ चेकमा उल्लेखित रकम कति पनि तिर्नु पर्दैन। तपाईँले एक पैसा पनि तिर्नु पर्दैन, चाहे करोडौँ रुपियाँ भरेको किन नहोस् त्यो चेकमा। तपाईँले यस्तो अवस्थामा एक पैसा पनि तिर्नु बुझाउनु पर्दैन र तपाईँले चाहनुभयो भने जसले चेक बाउन्स गराएर तपाईँलाई मुद्दा हालेको हो त्यो व्यक्तिमाथि पनि आवश्यक कानुनी दण्डहरू चलाउन सक्नुहुन्छ। आशा गर्छु यस प्रश्नको जवाफ तपाईँहरू सबैले बुझ्ने शैलीमा दिन सके।